प्रश्न नम्बर 1 नेपालको इतिहासमा मध्यकाल कति वर्ष चलेको हो? सही उत्तर 889 वर्ष 936 बाट सुरु भएर 1825 सम्म। प्रश्न नम्बर 2 नेपालको इतिहासमा सोमवंशको शासन केन्द्र कहाँ रहेको थियो? सही उत्तर गोदावरी। गोपालवंश र महिषपालहरूले शासन गरेको मातातीर्थमा हो भने किराँतहरूले शासन गरेको फेरि गोकर्णमा रहेको छ। प्रश्न नम्बर 3 नेपालमा सर्वप्रथम राजदरबार स्थापना गर्ने राजा को हुन्? सही उत्तर मानदेव। मानदेवलाई नेपालको इतिहासमा प्रमाणिक राजा भनेर पनि चिनिन्छ। प्रश्न नम्बर 4 चारकुने मुद्रा प्रचलनमा ल्याउने राजा को हुन्? सही उत्तर प्रताप मल्ल। यिनले सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरेका हुन्। सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गर्ने प्रताप मल्ल हुन् भने रातो मच्छिन्द्रनाथ फेरि नरेन्द्र देवले चाहिँ सुरु गरेका हुन् है। प्रश्न नम्बर 5 कवि चूडामणि सम्राट उपनामले चिनिने राजा को हुन्? सही उत्तर भूपालेन्द्र मल्ल। प्रश्न नम्बर 6 घर जमिन बेचबिखन गर्न र बन्धक राख्न पाइने व्यवस्था ल्याउने राजा को हुन्? सही उत्तर जयस्थिति मल्ल। जयस्थिति मल्ललाई समाज सुधारक राजा भनेर भनिन्छ। प्रश्न नम्बर 7 नेपालको इतिहासमा बहुलाह राजा भनेर कसलाई चिनिन्छ? सही उत्तर लक्ष्मी नरसिंह मल्ल। बहुलाह राजा भनेर लक्ष्मी नरसिंह मल्ललाई भयो भने बहुलाह युवराज भनेर चाहिँ सुरेन्द्रलाई भनिन्छ है। प्रश्न नम्बर 8 नेपालको इतिहासमा राजा नहुँदै मृत्यु भएका वा बिना शासनकालका राजाको उपनामले चिनिने राजा को हुन्? सही उत्तर त्रैलोक्य वीर विक्रम शाह। अनि सबैभन्दा कम अवधिका राजा भनेर दिपेन्द्र वीर विक्रम शाहलाई भनिन्छ। 3 दिन मात्रै राजा भएका हुन् यिनी चाहिँ दरबार हत्याकाण्डमा चाहिँ मृत्यु भएको यिनको चाहिँ। प्रश्न हत्या भएको दरबार हत्याकाण्डमा चाहिँ हत्या भएको। प्रश्न नम्बर 9 नेपालको इतिहासमा पनातीको शासन देख्ने राजा को हुन्? सही उत्तर राजेन्द्र रहेका छन्। यिनको चाहिँ बन्दी अवस्थामा मृत्यु भएको अनि राजा त्रिभुवनको चाहिँ विदेशमा मृत्यु भएको, स्विजरल्यान्डमा मृत्यु भएको थियो उपचारको क्रममा। राजा महेन्द्र चाहिँ अमेरिका जाने पहिलो राजा भनेर चाहिँ राजा महेन्द्र रहेका छन् अनि दरबार हत्याकाण्डमा मृत्यु भएको चाहिँ राजा वीरेन्द्र। प्रश्न नम्बर 10 नेपालको राजदरबार हनुमान ढोकाबाट नारायण हिटीमा कुन राजाको पालामा सारिएको थियो? सही उत्तर पृथ्वी वीर विक्रम शाह। प्रश्न नम्बर 11 कपास खेतीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्री को हुन्? सही उत्तर भीम शमशेर। कोत पर्वमा मारिने पहिलो व्यक्ति को हुन्? सही उत्तर अभिमान सिंह बस्नेत। प्रश्न नम्बर 13 कुन पर्व चाहिँ कहिले घट्यो भनेर रहेको छ? कोत पर्व विक्रम सम्वत 1903 असोज 2 गते, भण्डारहाल पर्व 1903 कार्तिक 12, अलौ पर्व 1904 साउन 13 गते, 38 सालको पर्व चाहिँ 1938 मा है। प्रश्न नम्बर 14 नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो? सही उत्तर विक्रम सम्वत 1779 पौष 27 गते। प्रश्न नम्बर 15 कुन प्रथाको अन्त्य कहिले भयो? अमाली प्रथाको अन्त्य विक्रम सम्वत 1968 मा, सती प्रथाको अन्त्य विक्रम सम्वत 1977, दास प्रथाको अन्त्य विक्रम सम्वत 1981, गोर्खा भाषा प्रकाशन समितिको स्थापना कहिले भयो भनेर रहेको छ यो छुट्टै हो। विक्रम सम्वत 1969 मा चाहिँ गोर्खा भाषा प्रकाशन समितिको स्थापना भयो। प्रश्न नम्बर 16 शरणको मरण गर्नु हुँदैन भन्ने राजा को हुन्? सही उत्तर लक्ष्मी नरसिंह मल्ल। लक्ष्मी नरसिंह मल्ल चाहिँ प्रताप मल्लका बुबा हुन् है। यिनलाई चाहिँ हामीले अघि बहुला राजा भनेर कसलाई चिनिन्छ भनेर माथि प्रश्न पनि थियो, त्यसको एन्सर चाहिँ लक्ष्मी नरसिंह मल्ल। प्रश्न नम्बर 17 नेपालको सिंहदरबार कुन दरबारको अनुकरण गरी बनाइएको थियो? सही उत्तर फ्रान्सको भर्सिलिस दरबार। प्रश्न नम्बर 18 नेपाल र तिब्बत बीच थापाथली सन्धि कहिले भएको थियो? सही उत्तर विक्रम सम्वत 1912 चैत्र 3 गते। प्रश्न नम्बर 19 नेपालमा ऐतिहासिक जन्म संग्रहको घोषणा कहिले भएको थियो? सही उत्तर विक्रम सम्वत 2036 जेठ 10 गते घोषणा भयो भने यो सम्पन्न चाहिँ विक्रम सम्वत 2037 वैशाख 20 गते चाहिँ सम्पन्न भएको हो। प्रश्न नम्बर 20 नेपालमा मुसलमानहरूको प्रवेश कुन राजाको पालामा भएको थियो? सही उत्तर रत्नमल्ल। थ्यांक्स फर वाचिङ।